भतिजी जम्बो चोक जान ओए सालदी कस्तो राम्रो यहाँ हाम्रो लाइन हो हैन हामी यहाँ छौं नहुँ त्यहाँ छ हाम्रो लाइन टिकट हामी यति लामो समस्या छौँ अब हामी फोटो काटेर पनि हिँड्दैछु आज अघि गइसक्यो अरे बाबा काजा लायो शनिबारमा एकदमै भिड छ धेरैजना छ भिडमा गीत गाउँदै रमाइलो गर्दै गरेका छौँ 4-5 घन्टा लाग्छ भन्थे तर कति लाग्छ हामीलाई थाहा छैन अब थाहा हुन्छ हामी हजुर दिदी गाह्रो भएको कुराले अलि अहिले नैले छोरीहरू एकदम गाह्रो भएको छ उसलाई एकदम हात आज दिदी हजुर काठमाडौँ आएर पनि कहाँ जाँदै आज 2 किलोमिटर त कति 4 किलोमिटर कति किलोमिटर छ त हाम्रो यहाँ 4 किलोमिटर हैन केही पनि हैन दिदी जेनी बाइन्छ कहाँ पो गयो खोइ माथि क्यामेराम्यान उभा पहिलोचोटि हो आएको नाच्नु कति खुसी भएका छन् खुसी दृश्य छ धेरै हामीले गीत गाउँदै रमाइलो गर्दै छोरी र छोरीहरू माथि पुगिसकेका छन् बहिनीहरू माथि छन् कति राम्रो छ फाइनली अब हामीले साढे 1:15 मा हिँडेका हौं 11 मा हामी यहाँ गाथामा पुगेका छौं मेरो छोरीहरू फर्स्ट मा पुगेका छन् छोरी भतिजीहरू अनि बहिनीहरू दिदी हुनुहुन्छ कस्तो लाग्यो दिदी
अब बसे हामी वरिपरि कसिना यति राम्रो छ यति राम्रो छ यति रमाइलो भएको छ कि हाम्रो अनि लगभग 2.5 घन्टामै हामी त्यहाँ पुग्यौँ किनभने नानीहरू भएको हुनाले होला सायद हामी 2.5 घन्टा गयौँ हामी 8मा गएका मान्छे हामी 3 पुग्यौँ र अब हाम्रो जुस खाने अब जुस खाने अरू के छ हाम्रो खानेकुरा खाइरहेका छौँ फलफुल जुसहरू खाएर पनि अब डान्स गर्ने माथि टावर जस्तो रहेछ हामी टावरमा पुगेर जान्छौँ टावरबाट भोटेहरू हो यो यस्तो राम्रो देखाइरहेका छन् हेर्नु हामी टावरबाट माथि भिडियो गरिरहेका छौँ हामी भिडियो गरी सिन हेर्नु न कति राम्रो बोडी बिरुवाहरू रुखहरू छन् वरिपरि अब गुम्बाहरूको झन्डाहरू देखिएको छ कति राम्रो अब यतै बसौँ जस्तो लागिरहेको छ यति राम्रो छ कि हेर्नु हरियाली जङ्गलहरू छ वा 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 अब यतै बसौँ जस्तो लाग्छ छोरी र भतिजी बसौँ जस्तो लागिरहेको छ फोटो खिचाइदिन्छु भनेर छोरीहरूलाई गर्दैछु छोरीहरू तयारी छन् फोटो खिच्नको लागि फोटो भिडियो भएछ अब हामी गीतमा एउटा गीतमा हामी नाचिरहेका छौँ रमाइलो गरिरहेका छौँ पछि बस्छ पन्जाबमा